कारण मात्रै भनिदिनुस् क्या मलाई किन भाग्या क्या चाइना गएर किन भाग्या बोलेको कारणले राष्ट्रवादी भाग्छन् सुन राष्ट्रवादीलाई जनताले लखेट्छन् सुन न भने कुन चाहिँ राष्ट्रवादीलाई लखेटा इतिहास छ नेपालमा भरोसा के जनताले महात्मा गान्धीलाई मारेनन् भारतमा महात्मा गान्धीले के गल्ती भारतको कुरा छोड्नुस् कि नेपालको कुरा गर्नुस् न भारतको कुरा छोड्नुस् नेपालको कुरा गर्नुस् मदन भण्डारलाई त्यहाँ फालेनन् ओलीले राम्रो गरे भए लखेट्थे सुन न मदन भण्डारले त्रिशुलीमा फालेनन् कसले फाले चाहिँ यो फाल्ने त्यो चाहिँ किन पत्ता नलागाको किन पत्ता नलागो यो फेरि यो भात किन खाएको भन्ने जस्तो पुरानो नसोध के भाइ छानबिन गर्नु पर्यो नि त तपाईको पार्टी कतिचोटि सरकारमा भात किन खान्छन् त्यहाँ लुगा किन धुन्छन् भन्ने जस्तो पुरानो नसोध नि तिमी सुन्नुहोस् न ल ठिक छ तपाईँले भनेको त्रिशुलीमा मदन मण्डललाई फाले भन्नुभयो हो तपाईँले एमाले किन छानबिन नगर्या कस्तो विद्या भण्डारीको राष्ट्रपति भयो हैनन् ओली कतिपटक प्रधानमन्त्री भयो गएर सोध्ने भाइ अनि तपाईँ एमालेको वकालत गर्दै हुनुहुन्छ यहाँ अनि विद्या भण्डारले गएर सोध्ने किन गर्नु भएन भने हो सुन किन नगर्या त म भयो भने भोलि गरेन भने त्यहाँबाट भन फेरि मलाई ए मलाई माइती घरमा आएर तेर्साउ हो भोलि म प्रधानमन्त्री बने भने मैले भनेका कुराहरू गरेन भने बल्ल मलाई भन्ने हो कि भाइ अर्काको दोष लिएर अर्काको कागरा अरूले सिँगे कागरा खाने मलाई त्यसो भए ए सुन्नुहोस् न त तपाईँ स्वतन्त्र रूपमा बोल्नुहोस् न त्यसो भए तपाईँ स्वतन्त्र नागरिकका हैसियतले बोले भए म सोध्दिनँ थिएँ तपाईँ एमाले भएर बोल्दै हुनुहुन्छ नि त यहाँ सुन न भाइ मैले पाप गरेको छु वकालत चाहिँ एमालेको गर्ने अनि जिम्मेवार चाहिँ नलिने मैले पाप गरेको छैन के कार्यकर्ताको हैसियतले पनि त जिम्मेवार लिनुपर्छ म 13 वर्षबाट नेकपा एमालेमा हो सुन 13 वर्षबाट नेकपा एमाले त्यसमा मैले प्रश्न गरिन म लागे सुन न लागे त्यस पछाडि मैले कहीँ गलत गरेछ सुन न होइन तपाईँको एमालेको जब केका विषयमा मार्क्सवादका विषयमा बहस गर्ने नि रेडी छु होइन यहाँ लाइभ गरेको छ केका विषयमा बहस गर्ने गरौँ के तर तपाईँ होच्याएर तिम्रो घर कहाँ मेरो बाजुरा अनि तिम्रो चाहिँ त्यहाँ बाजुरामा तिम्रो चाहिँ त्यहाँ कुन हालत छ बाजुरामा तिमीलाई थाहा होला नि त थाहा छ त सुन न के तपाईँलाई थाहा छ हामीलाई थाहा नभएर त्यहाँ हालत छ अनि अब रासोपाको सरकारले के त्यहाँको सबै सुधार दिन्छ सुदूर र कर्णालीमा यो देशभरिको सबै बजेट बाजुरामा कुन हालत छ भनिदिनुस् त तपाईँ अहिले भर्खरै ए भाइ यार सुत्केरी महिला यार बाटामा बच्चा जन्माउँछिन् के हालत एमालेले गरेको होइन कोले यो सर देश कसले चलाउँथ्यो हिजोमा विगतमा विगतमा देश कसले चलाएको अनि राष्ट्रपतिले चलाइरहेको थियो किन लखेटी सुन न भोलि अब महँगी पर्यो सुन महँगी यसरी बढाएको छ कि अहिले मर्ने गरी चाहिने चामलको भाउ यसरी बढाएको छ अब भोलि तिम्रो घरमा चामल सकिन्छ नि त्यहाँ त्यो दिन पनि भन्नु एमालेले गर्दा हाम्रो घरमा बोरा ए सुन्नुहोस् न सर त्यसो भए यहाँ सुन्नुहोस् मलाई एउटा प्रश्न कसलाई गर्नु खै भन्दै केपी ओलीलाई गाली गर्छन् क्या कोही मान्छे सुन न अब कमजोरी सुन न मान्छे के छ भने तिम्रो केपी ओलीलाई सजिलो पाएर के सजिलो पाए अब 23 गते हेलिकप्टर चढेर भाग्नुको कारण मात्रै भनिदिनुस् क्या मलाई किन भाग्या क्या चाइना गएर किन भाग्या बोलेको कारणले राष्ट्रवादी भाग्छन् सुन राष्ट्रवादीलाई जनताले लखेट्छन् सुन न भने कुन चाहिँ राष्ट्रवादीलाई लखेटा इतिहास छ नेपालमा भरोसा के जनताले महात्मा गान्धीलाई मारेनन् भारतमा महात्मा गान्धीले के गल्ती भारतको कुरा छोड्नुस् कि नेपालको कुरा गर्नुस् न